हाम्रो बुढी माउलाई पनि यसरी तेल पेल्न आउँदो रहेछ है क्या किन नआउनु मलाई त सब काम आउँछ नगरेर मात्र होइन नगरे भने भाँडा मात्रै अब जोड्न चाहिँ आउँदैन अरू सबै काम आउँछ भनेपछि मेरो अगाडि अल्छी मात्रै गरे हो अब काम गर्ने ठाउँमै छैन त क्या काम गर्नु मेडिकल खोल्नु भएन मेडिकल पुग्नु भएन त्यो पनि त्यहाँ पनि त आफ्नो काम हुन्छ नि त अनि लुगा धोकै छ सरसफाइ गरेकै लुगा छ धुनु सरसफाइमा मात्रै होइन नि हजुरले ड्रेसिङ गर्दाखेरि चाहिने जो ब्यान्डेज कहिले काटिया हजुरले काट्छ नि अनि काटिया त आजभोलि त्यहाँ छ एक पनि छैन आजकल त छाएपछि आफै गरेर हो भए बेला जब फुर्सद हुन्छ काम भने जुनसुकै नि कामै हो नि टेक्टो बनाउन कहिले झगडा हुने है गाह्रो छ के झगडा होला त कति यसरी तेल आउँछ हेर्नुहोस् यो कालो जुन चिज छ नि यो काठको हो यो यसलाई दुनियाँडी भन्छन् स्थानीय भाषामा यो के को हुन्छ यो कुन चाहिँ काठको हुन्छ यो चाहिँ ठ्याक्कै त याद सल्लाह पनि हुन्छ सल्लाह हुन्छ सल्लो होइन होला यो सल्लो के पेल्दा पेल्दा धेरै वर्ष अगाडिको हो त्यही भएर यस्तो देखियो ओके तेल पेला